हेलो साथीहरु अलराइट गाइज वेलकम टु माई मिनी भ्लग आएपछि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। बिहानै उठेर आएर हामी जाँदैछौँ डाउनने। अगाडि दिदी र भेना गइसक्नु भयो, हामी दुईजना चाहिँ हतारमा जाँदैछौँ। गाडी आउने टाइम पनि भइसकेको छ, सो त्यही कारण बाटोमा आइपुग्दा त भेना र दिदीले बस कुर्दै हुनुहुँदो रहेछ र एकछिन म पनि भिडियो गराएर बसेको गाडी पनि आइपुग्यो ठ्याक्कै। सिटमा बसेर यसो हेरेको धेरै सिटहरू खाली नै थिए। म चाहिँ भिडियो गर्दै हिँडिरहेको छु, गफ गर्दा डुम्गेस पनि आइपुगे। यो गाडीबाट अर्को गाडीमा जानुपर्ने हुन्छ। अब साथीहरु नलपुरमा यति गर्मी छ कि साथीहरु कुरै नगर गाडी पनि आइपुग्यो। हजुरहरूले मेरो भिडियो कुन ठाउँबाट हेर्नु भएको छ प्लिज कमेन्ट गर्नु होला, किनको गाडीमा बरु भिड थिएन। यो गाडीमा मान्छे हेर्नुस् कोचाको छ, त्यसमाथि गर्मी अझै। हामी गाडीबाट झरिसके, हामी यो गेटबाट डाउने मन्दिरसम्म हिँडेर जान पर्ने हुन्छ। यो गेटबाट छिडेपछि त घन्टी बजाएर जान पर्ने हुन्छ। हजुरहरूलाई मन्दिरको सामान चाहिएमा यो पसलबाट लान सक्नुहुन्छ। म चाहिँ आज फर्स्ट टाइम डाउने मन्दिर जाँदैछु। हाम्रो यात्रा अझै जारी छ। यो पसलबाट मन्दिरमा पूजा गर्ने सामान लिँदैछौँ। यो मन्दिरको टोकरीलाई चाहिँ 200 रुपियाँ पर्यो। हामी चाहिँ बादललाई हेर्दै जाँदैछौँ, किनकि बादलले सामानहरू चोर्न आउने रहेछ, सो त्यही कारण मन्दिरमा पनि आइपुगे। जुत्ता राखेर जान पर्ने रहेछ, जुत्ता राखेर मन्दिरतिर जाँदैछौँ। मन्दिर पछाडि गएर टीका गराउँदैछौँ। टीका गराउन सकेर हामी जाँदैछौँ पूजा गर्नको लागि। भित्र पूजा गर्न सकेर बाहिर अगरबत्ती बालेर धागो बाँधेर नरिवल चढाए। फर्स्ट टाइम पूजा गरेको, पूजा गर्ने नआएर बुढीले सिकाउँदै हुनुहुन्छ। मन्दिरमा गएपछि त फोटो त खिच्नै पर्यो। एकछिन फोटो खिचेर घरतिर जान पर्ने हुन्छ। फोटो खिच्न सकेर मन्दिरको माला बाँध्दैछौँ। यसो एकछिन भिडियो गराएर हामी लाग्यौँ घरतिर। जाँदै गर्दाखेरि एकछिन हात पनि देखाएँ। तल बाटोमा पुगेर नास्ता खान गए। नास्तामा मोमो थियो, गम खाएर सकेर एउटा कोकोकोला खाए। नास्ता खाएर हामी लाग्यौँ घरतिर। एकछिन पछिमा दुम्क्यास पनि आइपुगे। बसको टिकट काटेर हामी लाग्यौँ घरतिर। गर्मी भएर फ्यान चलाउँदैछु म चाहिँ। गफ गर्दा गाउँ पनि आइपुगे। बिहान जाँदा घाम परेको थियो, अहिले फर्केको पानी पर्दै थियो। हामी चाहिँ पानी पर्दा पनि हिँडेर घरतिर गए। पानीमा रोजी भए पनि घर आइपुगे। साथीहरु आजलाई भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। बाइ।